मित्रहरू नमस्कार। एक कथा छ जुन कथामा एउटा बुवासोले एउटा कागलाई प्रशंसा गर्छ कि काग भाइ तिमी धेरै नै सुन्दर गाउन सक्छौ, तिम्रो आवाज धेरै मिठो छ, तिम्रो आवाजमा धेरै जादु छ, तिम्रो आवाज यति आकर्षक छ जसको बयान गर्न सकिँदैन। तब कागले प्रफुल्लित हुँदै हर्षित हुँदै भन्छ कि के यो साँच्ची हो र? मान्छेहरू त मलाई मनै पराउँदैन, मेरो आवाज कस्तो नमिठो छ भन्छन्। हरेक जीवहरूले, हरेक प्राणीहरूले मेरो आवाजको प्रशंसा गर्दैन, मेरो आवाजको आलोचना मात्रै गर्छ, कस्तो खल्लो आवाज भन्छ। अनि त्यसमा बुवासोले भन्छ होइन, उनीहरूको आवाजको तुलना तिम्रो आवाजसँग हुन सक्दैन, त्यस कारणले गर्दा उनीहरूले यसो भन्छ। अनि कागले भन्छ कि मान्छेहरू त मलाई ढुङ्गा पनि हान्छन् नजिक देख्यो भने, उनीहरूले त मलाई मनै पराउँदैन, रुचाउँदैनन्। अनि फेरि बुवासोले भन्छ कि हरेक जीवहरूले, हरेक मानिसहरूले, हरेक प्राणीहरूले त्यो कुरालाई इन्कार गर्छन् जो उनीहरूसँग छैन अथवा जो उनीहरू बन्न सक्दैनन्। अनि यसरी उसले कागलाई चाहिँ प्रफुल्लित बनाउँदै गयो, फर्क्याउँदै गयो। ऊ कागको चाहिँ मन जित्दै गयो, ऊ कागलाई चाहिँ आफ्नो शब्दजालहरूमा, मायाजालहरूमा पार्दै गयो। यसरी दैनिक उसले चाहिँ कागसँग एक किसिमको सम्बन्ध बनाउन थाल्यो, एक किसिमको एउटा चाहिँ विश्वसनीयता बनाउन थाल्यो। र एक दिन उसले कागलाई भने कि काग भाइ तिमी निकै नै सोझो छौ, निकै नै इमान्दार छौ, अब तिमीलाई म बाठो कसरी बन्ने, शक्तिशाली कसरी बन्ने भन्ने बारेमा सिकाउँछु, आऊ मेरो नजिक। अनि कागले भन्छ कि कतै तपाईँले मलाई कुनै हानि त पुर्याउनुहुन्न। अनि फेरि बुवासोले भन्छ के तिमीलाई म प्रति विश्वास छैन? यत्रो समय म तिम्रो नजिक छु, यत्रो समय म तिमीसँग सङ्गत गरिराखेको छु, के यो सङ्गतको तिमीप्रति कुनै प्रभाव परेन? तिम्रो मन म प्रति विश्वस्त हुन सकेन, आश्वस्त हुन सकेन। अनि कागले भन्छ हो, म तपाईँप्रति विश्वस्त छु भनेर काग ओर्लिन्छ र बुवासोको नजिक पर्छ। र जब काग बुवासोको नजिक गएको थियो त्यति बेला नै बुवासोले कागलाई झम्किन्छ र उसले आफ्नो नङ्ग्राले, आफ्नो हत्केलाले दबाउँछ। र जब कागलाई चाहिँ स्यास्या हुन्छ, ऊ छटपटाउँछ, ऊ मर्ने स्थितिमा पुग्छ, अनि बुवासोले उसलाई छोडिदिन्छ किनकि उसले मार्दैन। र जब काग गएर रुखको हाँगामा बस्छ र ऊ श्वास फेरिराखेको थियो, अनि तब बुवासोले भन्छ काग भाइ एउटा कुरा तिमीले याद राख्नुपर्छ, किनकि संसारमा सबैभन्दा दुःखद चिज भनेको त्यो विश्वास, भरोसा। किनकि जुन व्यक्तिलाई हामीले धेरैभन्दा धेरै विश्वास गर्छौँ नि, त्यो व्यक्तिसँगको हाम्रो अपेक्षाहरू पनि धेरै हुन्छ, त्यो व्यक्तिसँग हाम्रो पूर्वाग्रहहरू पनि धेरै हुन्छ। र जब हाम्रो अपेक्षाहरू, हाम्रो पूर्वाग्रहहरू, हाम्रो विश्वासको विरुद्धमा, विपरीतमा उसले गरेका क्रियाकलापहरू, उसले बाँचेको जीवन, उसले गरेको, उसले सोचेको सोच अथवा चाहिँ उसले गरेको व्यवहार हुन्छ, तब त्यसले हामीलाई चाहिँ चोट पुर्याउँछ, हामीलाई विक्षिप्त बनाउँछ, हामीलाई टुक्र्याउँछ, हामीलाई रुवाउँछ। त्यसैले हामीले कुनै चिजबाट धोका चाहिँ पाएका होइनौँ, तर हामीले आफूले आफूलाई धोका दिइराखेका छौँ कि दोस्रोलाई हामीले विश्वास गरेर, आवश्यकताभन्दा धेरै विश्वास गरेर, अधिकभन्दा चाहिने भन्दा धेरै विश्वास गरेको कारणले गर्दा हामीले आफूले आफूलाई धोका दिइराखेका छौँ। त्यसैले संसारमा कसैले कसैलाई धोका दिन सक्दैन, बस मान्छेले आफूले आफूलाई धोका दिइराखेको छ कि कसैप्रति आँखा चिम्लेर विश्वास गरेर। त्यसैले कसैप्रति अविश्वास गर्न पनि जरुरत छैन र कसैप्रति विश्वास गर्न पनि जरुरत छैन। यो बुद्धले भनेको जस्तो मध्यम मार्ग हामीलाई सन्तुलित, स्थिर र जीवनमय बनाउने एउटा उत्कृष्ट आयाम हो, उत्कृष्ट तरिका हो, ढङ्ग हो।